कसैको नछुट्ने गरी आओस्। ठीक छ नि काका? ठीक छ हाम्रो सामुदायिक होमस्टेका अध्यक्ष हाम्रो यहाँ कागती वृक्षारोपण गर्दै हुनुहुन्छ। अझ लामा होमस्टे पनि छ उहाँको आफ्नै। सामुदायिक होमस्टेको सृजना होमस्टे सञ्चालकको म सुरेन्द्र लामा कागतीको बिरुवा रोप्दैछु। अब यहाँ वरिपरि यो चाहिँ आज म वृक्षारोपण गर्न आएको। पहिलो प्राथमिक चाहिँ मेरो यो एभोकाडो रोप्ने बिरुवा परेछ। यो चाहिँ राम्रोसँग फलोस्, 3 वर्षमै फलोस्, यो चाहिँ राम्रो रहोस्। होमस्टे वरिपरि एभोकाडो, फलफुल, टिम्बुर, कागती विभिन्न खालका बिरुवाहरू रोपेका छौँ हामीले। यो टिमुरको बिरुवा वृक्षारोपण गर्दैछु। अरूले चाहिँ कागतीहरू यस्तै एभोकाडोहरू गरिरहेको छु। मेरो भागमा चाहिँ यो टिमुर पऱ्यो, ठुलो भएर यसो फल्नुपर्छ, सबैले हुने गरी। यो टिमुरको बिरुवा जुनु तामाङ होमस्टेका सञ्चालक हाम्रो जुनु म्याम यहाँ वृक्षारोपण गर्दै हुनुहुन्छ। अहिले उहाँले ल टिम्बुर होमस्टेमा आउनुहुने सम्पूर्ण गेस्टलाई टिम्बुरको मिठो अचार ल धन्यवाद। ल यहाँबाट कागतीको बोट बिरुवा रोप्दैछु। होमस्टेमा आउनुहुने सम्पूर्णलाई यो कागती फलेपछि कागती चिया खुवाउनुहुन्छ। ल सृजना होमस्टे हाम्रो कति वर्षको आङीले यहाँ बिरुवा रोप्दै हुनुहुन्छ। एक दुई थ्री आङीले बिरुवा रोप्दैछ। ल राम्रो गरेर फल्नुहोस्। यही कागती निचरेर जे खानुपर्छ। लेमन टी खुवाउनुपर्छ। ल टी खुवाउनुपर्छ। हाम्रो राम्रोसँग फल्यो भने हामी बम्बईसम्म पठाइदिउँ ल। तपाईँ बम्बई पुग्नुभयो भने। धन्यवाद। ल यता आङी पनि ल। अब पहिला उयो लाइन रोप्ने कि कोही पनि नछुटोस्। अब यता कागती रोपारे है। त्यही हो कागती होला त्यो। यो के भयो? आफूले रोपेको नबिर्सिने ल। हो र यता साइडमा ल चुप से कोन मिलो गाडी राख्नु। अनि फोटो पिरवसँग सिया सुब रंगला सिया चाहिँ दोब दो आयो ngatu बडी दो ये सुबर दो ये त चाहिँ याले लान लाबेन म मामा। ल यो लु सिउ लु लु फोटो त थाहा छ नि फोटो खिच्नु भनेर नि बिरुवा रोप्छु भनेर यहाँ बिरुवा रोप्छु भनेर आयो हैन। यहाँ हामी चाहिँ भङ्गेडी डाँडा तामाङ सामुदायिक होमस्टेबाट आज यहाँ वृक्षारोपण कार्यक्रम गर्दैछौँ। हजुर त फेरि मनिषा होमस्टे पनि हुनुहुन्छ। अनि हजुर के को बिरुवा रोप्दै हुनुहुन्छ हजुरले? हामीले चाहिँ कागतीको बिरुवा रोप्दैछौँ। धेरै फल्नुपर्छ है। भोलिपछि हामी चाहिँ पाहुनाहरूलाई कागती आफ्नै बारीमा अब रोपेको कागती टिम्बुर एभोकाडो हामी चाहिँ नि खान्दिन्छौँ सबैलाई। ल हाम्रो यहाँ बिमला लामा दुलै आउनु भएको छ। उहाँले चाहिँ एभोकाडो रोपिदिनु भयो। ल वृक्षारोपण गर्नलाई कहीँ कतै छोडेका छैनौँ हामीले। ल यो बाँझो एरियामा सबैमा यहाँतिर वृक्षारोपण गरिसकेका छौँ। यो सकिएको अवस्था, यो अन्तिम भिडियो। ओहो त्यहाँसम्म एभोकाडो एउटा बिचमा रोपे एभोकाडो मिस्टेक भयो। एभोकाडो सुन्दाला Masa